ल मैले सेलरोटी बनाइदिन्छु हजुरलाई। खाली सेलरोटी है। अनि यहाँ भट्ट र बदम अनि मस्यौरा साँधेको है त्यो है। पिरो पिरो है त्यो पनि। तपाईँलाई मन पर्छ नि है? पर्छ कि पर्दैन? हो। सेलरोटी कति मन पर्छ तपाईँलाई? बेसरी मन पर्छ। बेसरी मन पर्छ। अनि कान्छीले उहाँ गोर्खा गएर रोट महोत्सवमा गएर तपाईँलाई त्यो रोट ल्याएको त साह्रो भयो भन्नुहुन्छ है तपाईँ? किन हो? दाँतले टोक्नु नभएर? खाना त खानुभयो नि होइन? मिठो। अझै मैले साथीहरूसँग हाम्रो आमालाई त धेरै मनपर्छ, धेरै राखिदियो है भनेर लिएर आएर दिएको मैले तपाईँलाई अझै। तपाईँ सेलरोटी नभइकन हुन्न है? ल हेर्नु हाम्रो आमाले सेलरोटी कसरी खानुहुन्छ। त्यो साँधेको अचार नि खानु त। ल कसरी खानुहुन्छ? ल अचार खानु त। मिठो छ कि छैन रोटी? तल तल कस्तो मन पर्छ है? त्यसरी खानु मन लाग्छ? के को टिको लाउनु भएको त? तिमीले लगाइदिएको नि के को? है गोर्खाको। अनि म नहुँदाखेरि कस्तो भयो त? सेलरोटी खान मन लागेकोलाई गर्यो? खानै पाइएन। खानै पाइएन? खानै पाइएन। म नभएपछि कहिले आउली र सेलरोटी पकाएर दिएली। आज गएर 2 बजे गएर भोलिपल्ट 4 बजे त आइहाल्ने थियो त म। त्यति गर्दा नि तपाईँलाई अत्यार लाग्यो है? त्यो दिन अनि खाजा साजा खुवाएर बेलुकालाई खाना बनाएर गएको त हो नि है? यति सेलरोटी खानमा के मनपर्छ तपाईँलाई? ल भन्नु त। मासु, सेलरोटी, ढिँडो अनि मासु, सेलरोटी मासु ढिँडो यस्तो खान मन लाग्छ। अनि सेलरोटी त सधैँ बनाउन त झ्याउ हुन्छ नि भाइ। आज पो बिहान अलिकति चामल के अरे भिजा थिएँ, खाना पकाउन चाहिँ राखेको चामल धेरै भएर अनि अलिकति बनाइदिएको, ग्यासमा बनाइदिएको। सधैँ रोटी पकाउनु त झ्याउ पनि हुन्छ नि। ढिँडो खाने रोटी नखाए नि हुन्छ? सेलरोटी नखाए नि हुन्छ? झ्याउ भयो? झ्याउ भयो नि तपाईँलाई नखाइकन हुन्न के अरे? हुन्छ? अबदेखि त कहिल्यै सेलरोटी नखाऊँ है त? खानुपर्छ। किन? खान मन लाग्छ हो? ल आमालाई धेरै सेलरोटी मनपर्छ। मैले बेला बेला सेलरोटी बनाएर दिन्छु कि दिन्न? सेलरोटी धेरै मनपर्छ, मासु धेरै मनपर्छ, ढिँडो धेरै मनपर्छ है? कस्तो मजाले खानुहुन्छ आमाले। ल हेर्नु। ल अचार पनि खानु है यताको है? साँधेर बनाइदिएको अचार। ल